अनलाइन फ्रड हुन्छ, अनलाइनमा स्क्याम हुन्छ भनेर हामीले सुनिआएको कुरा हो है। र यही स्क्यामको चाहिँ म पनि भागीदार बनेँ। मैले चाहिँ अस्ति दसैँको टाइममा एउटा सरर सेट अर्डर गरेको थिएँ फेसबुक वेबसाइटबाट, यो दिवा ट्रेड भन्ने वेबसाइटबाट। तर हेर्नुहोस् न, त्यो सरर सेटको बदली चाहिँ मलाई के रिसिभ भयो, यो 2टा साडी रिसिभ भएको छ जो चाहिँ लो क्वालिटीको छ, एकदम हामीले त्यो होलसेल रेटमा पाउने खालको साडी। र त्यो वेबसाइट भन्दाखेरि चाहिँ मैले एकदम हेरेर रिभ्युजहरू राम्रै थियो, त्यही हेरेर नै मगाएको थिएँ। मलाई कलहरू पनि आएको थियो, मेरो फुल एड्रेस लेखेको थियो, नम्बर लेखेको थियो। अन्त मलाई यो तपाईँको अर्डर हो भनेर पनि भनेको थियो। मैले सबै कन्फर्म गरेर मगाएको थिएँ। तर एट लास्ट हेर्नुहोस्, मलाई चाहिँ त्यसको बदली चाहिँ मलाई चाहिँ यो 2टा साडी रिसिभ भयो। त्यही भएर चाहिँ है, यस्तो वेबसाइटबाट केही अर्डर गर्नु चाहिँ अब म चाहिँ एकदम काबु भएँ। योभन्दा राम्रो चाहिँ ट्रस्टेड एपहरू भनेको चाहिँ ट्रस्टेड एप नै हुँदो रहेछ। जस्तो कि हाम्रो मिन्त्रा, मिसो है, अजियोबाट बरु मैले राम्रो प्रडक्टहरू रिसिभ गरेको थिएँ। बरु मिसोले पनि जस्तो प्रडक्ट देखाए त्यस्तो नै रिसिभ हुन्छ है। सो तपाईँहरू पनि एकदम अलर्ट बस्नुहोस् होला, यस्तो वेबसाइटबाट चाहिँ अबदेखि चाहिँ केही अर्डर नगर्नु।